भदौको 6 गते चाहिँ मेरो जन्मदिन थियो नि त। अनि म चाहिँ केक नकाट्ने, बर्थडे सेलिब्रेसन नगर्ने भनेर बसेको थिएँ। मलाई कति नरमाइलो पनि फिल भइरहेको थियो कि खै किन त्यस्तो भइरहेको थियो। अनि म चाहिँ बर्थडे नमनाउने, केक पनि नकाट्ने भनेर बसेको मान्छे म। अनि बुढाले पनि सरप्राइज केक लिएर आउनुभएको रहेछ। अनि भाइ बुहारीले पनि सरप्राइज केक बोकेर आउनु भएको रहेछ। अनि मेरो साथीहरूले पनि केक बोकेर आउनु भएको रहेछ। झन् केक नकाट्ने भनेर बसेको मान्छे म 3-3वटा केक काट्नु पर्यो। ल भयो त, त्यही पनि म खुसी छु। मेरो जन्मदिनको दिन मलाई यति धेरै माया गरेर मेरो जन्मदिनमा एकदम स्पेसल गरिदिनु भयो मेरो हस्बेन्डले, अनि मेरो भाइ बुहारी अनि मेरो साथीहरूले धेरै स्पेसल गरिदिनु भयो। म खुसी छु। हजुरहरूले दिने माया, साथ, सपोर्ट सधैँभरि यस्तै भइरहोस्। म धेरै धेरै खुसी छु। यतिमै मेरो जन्मदिन पनि सक्यो। बाई बाई।